नमस्कार, म लीला वशिष्ठ भण्डारी। स्वागत छ यहाँलाई लीलांशको पहिलो एपिसोडमा। अनि सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्न भने पनि स्वास्थ्य लाभको कामना र लामो समय त म सामाजिक सञ्जालमा भिडियोहरू बनाएर पोस्ट गर्ने गर्थेँ। अनि मैले अस्ति एउटा जानकारी पनि गराएको थिएँ, म अब बोलेर भिडियो बनाउँछु भनेर। सोही कुरालाई आधार मानेर मेरो सपनालाई पुरा गर्दै हजुरका लागि लिएर आएकी छु एउटा छोटो मिठो कवितालाई अन्तिमसम्म श्रवण गरेर साथ दिनुहोला। अनि यदि राम्रो लागेको खण्डमा च्यानललाई सब्स्क्राइब गरी मेरो भिडियोलाई एउटा लाइक पनि अवश्य गर्नुहोस् है त। अब लागौँ कवितातर्फ। कविताको शीर्षक चाहिँ तिम्रो अन्तिम उपहार। ढुक्क हुनु तिमीबाट हराएको मलाई आफैसँग सँगालेर राखेकी छु। ढुक्क हुनु तिमीबाट हराएको मलाई आफैसँग सँगालेर राखेकी छु। तिमीलाई प्रिय लाग्ने मेरो मनलाई सम्हालेर राखेकी छु। तिमीलाई प्रिय लाग्ने मेरो मनलाई सम्हालेर राखेकी छु। कोही हराए जस्तो लाग्यो भने, मन डराए जस्तो लाग्यो भने आफूलाई खोज्नु तर मलाई नखोज्नु, पराईलाई रोज्नु तर मलाई नरोज्नु। थाहा छ मलाई तिम्रो अन्तिम उपहार नि मैसँग छोडिएको छ। थाहा छ मलाई तिम्रो अन्तिम उपहार नि मैसँग छोडिएको छ। मेरो मात्र होइन तिम्रो मन नै तोडिएको छ। भयो अब चासो नराख्नु, भयो अब चासो नराख्नु। तिमीले दिएको आँसु र हाँसो साँचेर राखेकी छु। तिमीले दिएको आँसु र हाँसो साँचेर राखेकी छु। हामी आफैले चुडाएको बिछोडको धागो गाँसेर राखेकी छु। हामी आफैले चुडाएको बिछोडको धागो गाँसेर राखेकी छु। अन्तत केही कुराको गुनासो छैन, अन्तत केही कुराको गुनासो छैन। तिमी र तिम्रो जीवनको चासो छैन। तर पनि तिमीले छोडेको सामानलाई सजाएर राखेकी छु। तर पनि तिमीले छोडेको सामानलाई सजाएर राखेकी छु। तिम्रो अन्तिम उपहारलाई बचाएर राखेकी छु। तिम्रो अन्तिम उपहारलाई बचाएर राखेकी छु। धन्यवाद।